हेलो नमस्ते साथीहरू। आज धेरै दिनपछि फेरि आज एउटा भिडियो लिएर आएको छु। धेरै दिन माथि भिडियो पोस्ट नगरेको आज एउटा लिएर आएको छु। यो करेलाबारीको एउटा भिडियो बनाएको छु आज धेरै दिनपछि। फलिसकेको छ, त्यही भएर फलहरू देखाउनु पर्यो भनेर लिएर आएको छु। पुरै भिडियो हेरेर साथ दिनु होला है त। हेलो नमस्ते साथीहरू। आज धेरै दिनपछि फेरि आज एउटा भिडियो लिएर आएको छु। धेरै दिन माथि भिडियो पोस्ट नगरेको आज एउटा लिएर आएको छु। यो करेलाबारीको एउटा भिडियो बनाएको छु आज धेरै दिनपछि। फलिसकेको छ, त्यही भएर फलहरू देखाउनु पर्यो भनेर लिएर आएको छु। पुरै भिडियो हेरेर साथ दिनु होला है त। साथीहरू, यस्तो छ यो करेलाबारी होइन, फुल फुलेर ढकमक्क छ। कति धेरै फुल फुलेको छ। करेला पनि फलिसकेको, 2-3 लट त बेचेँ अहिले, 50 किलो जति बेचेँ। कत्रो ठुलो फल छ यहाँ पनि। मैले विषादीको खासै युज गर्दिनँ, यस्तो यो ट्र्यापहरू युज गर्छु। मैले पहिलाको भिडियोमा पनि बताएको थिएँ। विषादी युज गर्नुहुँदा यो अलि राम्रो हुन्छ कि विषादी छिर्दाखेरि आफूलाई पनि असर गर्छ। यो राखेपछि केही असर हुनु भएन। फलेको छ, थुप्रै फलेको छ। 50 किलो जति बेचिसकेँ मैले। यो माथि पनि यस्तरी फलेको छ। करेला टन्न छ है, राम्रो फलेछ। पातहरू अलिअलि पहेँलो भएको छ कि अलिक स्याहार गर्नु भइयो होइन। जताततै तरकारी हुँदाखेरि राम्रोसँग स्याहार गर्नु पाइयो होइन। यो पनि यो पासो हो, यो आकर्षण भन्ने यो पासो हो। यो पनि किराहरू नियन्त्रण गर्नको लागि राखेको। त्यहाँ त्यो फलेको छ। यतिको भएको छ है त, राम्रो छ। करेला राम्रोसँग फलेको छ। यहाँ फेरि अस्ति यो मुसाले खाइदिएर मुसाले यस्तरी माटो निकालिदिएछ। यही यस्तरी माटो निकालिदिएर मुसाले बिछाइ गर्दो रहेछ कि बढी झाडी भयो। त्यहाँबाट मुसाले बिठाइ गरेर खतम गरे। कति राम्रो छ। यता पनि झुन्निया छ। जति पछि गयो त्यति धेरै फल्दै जाँदो रहेछ कि यो करेला। मैले पहिलोचोटि लगाएको, योभन्दा पहिला मैले लगाएको थिएन, अनुभव पनि खासै थिएन। यस्तै छ है त, राम्रो छ, राम्रो फलेछ। यो फेरि बाङ्गिएछ, यस्तो भएको छ। पुरै फलै फल छ, सबै फल। यहाँ माथि पनि फलेको छ है। राम्रोसँग नझालिएको के हो पनि, अझै टाइम लाग्ने कसो होस्। राम्रो छ यो। कति धेरै झुन्ने हो। यहाँ किरा देख्नुभयो यसमा, यो किरा छ नि, यो हो त्यो उड्यो नि हो। त्यसैलाई नियन्त्रण गर्नका लागि यो राखेको। कृषक जो कृषक हुन्छ उहाँहरूलाई त थाहा होला। हाम्रो करेला त राम्रो छ। कसले करेला लगाउनु भएको छ, कस्तो भएको छ, भिडियो बनाएर सेयर गर्नु होला है। साथीहरू, यस्तो छ यो करेलाबारी होइन, फुल फुलेर ढकमक्क छ। कति धेरै फुल फुलेको छ। करेला पनि फलिसकेको, 2-3 लट त बेचेँ अहिले,
र 50 किलो जति बेचे। कत्रो ठुलो फल छ यहाँनिर। मैले विषादीको खासै युज गर्दिनँ, यस्तो यो ट्र्यापहरू युज गर्छु। मैले पहिलाको भिडियोमा पनि बताएको थिएँ। विषादी युज गर्नुहुँदा यो अलि राम्रो हुन्छ कि विषादी छिर्दाखेरि आफूलाई पनि असर गर्छ, यो राखेपछि केही असर हुनु भएन। फलेको छ, थुप्रै फलेको छ है। 50 किलो जति बेचिसकेँ मैले। यो माथि पनि यस्तरी फलेको छ है। करेला टन्न छ है, राम्रो फलेछ। पातहरू अलिअलि पहेँलो भएको छ कि अलिक स्याहार गर्नु भइयो होइन। जताततै तरकारी चाहिँ हुँदाखेरि राम्रोसँग स्याहार गर्नु पाइयो होइन। यो पनि यो पासो हो, यो आकर्षण भन्ने यो पासो हो। यो पनि किराहरू नियन्त्रण गर्नको लागि राखेको। हेर्नु त्यहाँ त्यो फलेको छ। यतिको भएको छ है त, राम्रो छ करेला, राम्रोसँग फलेको छ। यहाँ फेरि अस्ति यो मुसाले खाइदिएर मुसाले यस्तरी माटो निकालिदिएको छ। यही यस्तरी माटो निकालिदिएर मुसाले बिछाइ गर्दो रहेछ कि यो बढी झाडी भयो। त्यहाँबाट मुसाले बिठाइ गरेर खतम गरे। कति राम्रो छ। यता पनि झुन्निया छ। जति पछि गयो त्यति धेरै फल्दै जाँदो रहेछ कि यो करेला। मैले पहिलोचोटि लगाएको, योभन्दा पहिला मैले लगाएको थिएन, अनुभव पनि खासै थिएन। यस्तै छ है त, राम्रो छ, राम्रो फलेछ। यो फेरि बाङ्गिएछ, यस्तो भएको छ। पुरै फलै फल छ, सबै फल। यहाँ माथि पनि फलेको छ है। राम्रोसँग नझालिएको के हो पनि अझै टाइम लाग्ने कसो होस्, राम्रो राम्रो छ यो। कति धेरै झुन्ने हो। यहाँ किरा देख्नुभयो यसमा, यो किरा छ नि, यो हो त्यो उड्यो नि हो। त्यसैलाई नियन्त्रण गर्नका लागि यो राखेको। कृषक जो कृषक हुन्छ उहाँहरूलाई त थाहा होला। हाम्रो करेला त राम्रो छ। कसले करेला लगाउनु भएको छ, कस्तो भएको छ, भिडियो बनाएर सेयर गर्नु होला है।